अन्सारी बुझाएको लागि चामल पर्स्यो चुलो बन्यो यहाँ प्याज छिल्दैछ नि यहाँ मासुको लागि भात पनि पाकिसक्यो गरम भात खान पाइँदैन आज त्यही भएर यतातिर हो सरोज दादाले के गरेछ चामल ल्याउँछ ल चामल खाने हो त अनि भोक लाग्छ चामल खा चाहिँ शिकार बन्ने ठाउँ हो अझै तातेन पानी ए हाम्रो चाहिँ बाँकी छ पूजा बोरिङ भएको कारणले गर्दाखेरि चाहिँ भेस्टेज खोलेर स्याहार लाग्छ अब दाइ ए हामी 3 घर टोल र हाम्रो जङ्गलमा आयो यसरी गर्यो केटाकेटीहरू खेल्दैछन् भट्टाभट हामी चाहिँ यता उगर बोक्यो यो को मान्छे हो कसको छोरी हो कसको छोरी हो यहाँ ढुकुरीहरू पानी उगर्दैछ हिँडेको त यो पनि हिँड्नु ल उगाउने छ भने साला उगाउने छैन